रिस्ता अनि हाम्रो मोमो चाहिँ यसरी हाम्रो यहाँनिर चाहिँ हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो। अनि आजको भिडियो चाहिँ के हुन गइरहेको छ भन्दाखेरि वी आर गोइङ टु हन्ट सम गुड फुड इन इलाम। आज चाहिँ हामी फुड हन्ट गर्न गइरहेको छौँ इलाममा अनि विथ एन्जेला नाना चाहिँ आइसक्नु भएको छ अरे इलाम। अनि उहाँ चाहिँ हस्पिटलमा छु भन्नुहुँदै थियो अनि हामी भेट्ने छौँ बजारमा अनि त्यस पछाडि हुन्छ हाम्रो फुड हन्ट सुरु। मैले चाहिँ एन्जेला नानालाई 20 मिनट ब्रेक भइदियो छ अनि हामी चाहिँ यहाँ नाना त खाना पनि खानु भएको छैन नि खाएको केही खाएको छैन। मैले त आज कोपाले पनि केही खानु भएको छैन कि कोपाले खाना खानु जाउँ न भनेको मान्दैन। अनि मेरो कन्टेन्ट पनि हुन्छ भनेर फुड हन्टै हो। अनि हामीलाई चाहिँ सबैभन्दा मिठो लाग्ने मोमो भनेको दुई ठाउँ, एउटा देवन एउटा रिस्ता। अनि हामी चाहिँ रिस्ता जान लागेको छौँ। यो चाहिँ हो रिस्ता मोमो सेन्टर। यहाँ मुनि पनि छ, माथि चाहिँ क्याफे जस्तो नै छ। क्याफे चाहिँ नभनौँ जे भए पनि त्यस्तै छ। अनि हामी चाहिँ आइपुग्यौँ। यहाँ पनि भिडै छ जस्तो छ। हामीलाई चाहिँ यहाँ माथि कि मुनि नै होला है कि माथि ए ल। यहाँ रिस्तामा चाहिँ दुईवटा छ क्या, यहाँ मुनि पनि छ, यो पनि रिस्ता नै हो। माथि चाहिँ अलिकति बस्ने स्पेसहरू धेरै भएको। मोमो चाहिँ आइसकेको छ अनि हामी अब टेस्ट गरेर भन्छौँ कस्तो छ भनेर है। त्यो टेस्ट गर्नुहोस् त अनि रिभ्यू दिइहाल्नुहोस्। यहाँको मोमो त मिठै हुन्छ, त्यही भएर हामी त प्राय खाने भनेको रिस्ता अथवा भेज मोमो मनपर्ने भनेको नि यहाँ रिस्ता अनि पर हाम्रो बिमल आन्टीको। तपाईँ कति दिनु चाहनुहुन्छ 10 आउट अफ 8 भन्नु। ओके, उहाँले चाहिँ 8 दिनुभयो र म पनि टेस्ट गर्छु अनि भन्छु म चाहिँ कति दिन चाहन्छु भन्दाखेरि मलाई त एज अलवेज रिस्ताको त मोमो मिठै लाग्छ सधैँ। म पनि हेर्दै दिन चाहन्छु। मिठो छ है मोमो चाहिँ। सुप पनि मिठो हुन्छ क्या यहाँको चाहिँ। यो सुप मलाई यति मिठो, सुपलाई 10 मा 10। यो सुप यति मिठो छ नि यहाँको, के हाल्नुहुन्छ हुन्छ यस्तो मिठो पाउँछ यहाँको सुप। खाए पुरै नपाउँ र हामी चाहिँ खान्छौँ, इन्जोय गर्छौँ हाम्रो फुड। यता उठ्दै आमामा यस्तो उठ्दै खबर आएको छ एक ठाउँ कि मानेर मिठो पाउँछ भनेर। अनि मिठो पाउँछ भनिसक्दाखेरि त आज हाम्रो टाइटल के फुड हन्ट, त्यही भएर आज हामी त जानै पर्ने हुन्छ कि भनेर खानको लागि जाँदैछ। के भन्छ वेटिङमा छौँ के भनेर यहाँ मिठो पाउँछ भनेर मैले पनि सुनेको, मात्र कहिले खाएको छैन, आज फर्स्ट टाइम हो। इलाममा चाहिँ यसरी के लेखेर टाल्नु भएको रहेछ। हाम्रो कति केनमा कति 6 मिठो चाहिँ मिठो छ तर त्यस्तो यहाँ मैले अहिलेसम्म जहाँ खाएँ नि इलाम यहाँ मध्ये चाहिँ यहाँ चाहिँ ठिकै लाग्यो। हामी चाहिँ यहाँनिर
ढुङ्गाना डुनोट बटारे पसल अरे यहाँनिर खाना मेरो गइरहेको बहिनीले मलाई मोटाएर पठाउने रहेछ अनि हन्ट पनि म त अरू बेला जस्तो भइरहेको यो दिनु न एउटा मात्र दिनु नि एक पिस अनि यहाँ चाहिँ रहेछ बटारे अनि बटारे खान लागेको यो थ्याङ्क यू कति हो कस्तो लाग्यो त अनि कस्तो छ मिठो छ हजुर मिठो छ ल खाइहालौँ उहाँहरूलाई चाहिँ मिठो लाग्यो है उहाँहरूको सब्सक्राइबरहरूले उहाँहरूको अनि उहाँहरू चाहिँ आफ्नो सब्सक्राइबरसँग भेटिसक्नुभयो यस्तो हुन्छ सब्सक्राइबर बढेपछि तिमी यहाँ इन्स्टालाई नि भन्दै बोलाउँदै अनि हजुर भन्नु म तिम्रो भ्लग हेर्छु नि भन्दै अनि साथी यो यसको बारेमा कुरा गरौँ हाम्रो आज भिडियो नै यसको बारेमा हो तपाईँलाई कस्तो लाग्यो त मलाई ठिकै लाग्यो सरी खास मैले सुगर कट गरेको कि साथीहरू तर के गर्नु हो मेरो बहिनीले अब फुड हाल्नुमा ल्याइहाल्यो कति दिन चाहनुहुन्छ यसलाई यसमा आफू दिउँला तेलमाको हो मात्रै मलाई त म त कस्तो मन पऱ्यो मिठो लाग्यो सुगर हामी चाहिँ अब चटपटी खान जान्छौँ चटपटी चाहिँ तपाईँले कहाँको चटपटी मिठो लाग्छ चटपटीको लाइन धेरै छ कि मिठो लाग्ने तपाईँलाई कहाँको हो मलाई त कहाँको भए नि हुन्छ तिमी कहाँको मलाई त मिठो त मलाई त खै सबै उस्तै लाग्छ अब सधैँ खाने कल्पना थियो त्यो लाइनको चटपटेहरू चाहिँ प्राइस चाहिँ सबै एउटै हुन्छ अनि यो यहाँको मिठो भन्ने नै हुँदैन अब त केही छैन बहिनीले खुवाउने हो जहाँ लग्छ त्यहीँ खाने हो चटपटेको चाहिँ यही हो लाइन यो सबै चटपटे केहरू नै पाउँछ अनि हामीले सधैँ खाने ठाउँ भनेको चाहिँ यहाँ हो कल्पना आन्टीकोमा चटपटे आइसकेको छ अब हामी चाहिँ चटपटे खान्छौँ अनि उहाँले रेटिङ दिनुहुन्छ है सुरुमा चाहिँ यहाँको त यहाँको त अलवेज बेस्ट नै हुन्छ क्या चटपटे चाहिँ यो वाला नि होइन म बचपनदेखि खाइरहेको सानोमा कस्तो टेस्ट थियो अहिले नि त्यस्तै के हाल्नुहुन्छ हामीलाई नि भन्नु नभन्दा पनि भन्नु पो हुन त कस्तो हुनुहुन्न साउनी चाहिँ यता हुन्छ चटपटे धमाधम स्वाई दिइरहनु रहेछ 10 आउट अफ 10 हो है यहाँको चटपटे चाहिँ अलवेज जहिले खाने नै यही हो हामी कल्पना आन्टीकोमा आउनु होला यहाँनिर चाहिँ ब्रेड चप यो त के पो आमा आलु चप अन्डा रहेछ हामी चाहिँ एक एकवटा एउटा ब्रेड चप दुईवटा आलु चप र एउटा सिङ्गडा दिनु न आमा होइन एउटा मात्र दिनु आलु चप पनि आज धेरै खाइयो के खायो हजुर त्यो एउटा अनि एउटा ब्रेड चप होइन ब्रेड चप नखाउँ होला हौ आज उयो छैन अहिले एकछिन उयो बस्दैछु कि ओके यहाँ पक्रिनुहोस् अब समोसा र आलुचप छ उहाँ गफमै हुनुहुन्छ म खाएर अब अहिले चाहिँ कहाँ कसले चाहिँ चेक गर्छ भन्नु त मम्मी आयो खायो बोकेर ल्याएछु त्यस्तै हुन्छ होला टेस्ट मलाई पनि लाग्छ अब मेरा एक्लै
खाँदै लु तपाईँ पनि खाइहाल्नुहोस् अनि भन्नुहोस् तर यो मलाई लाग्छ समोसा आलुचपहरू त अलवेज जहाँ गए पनि प्रायः सेम फ्लेभर हुन्छ होला हौ टेस्ट समोसा चाहिँ मलाई खाँदै है मिठो छ अचार चाहिँ पुदिनाको छ है मिठो छ कस्तो हामीलाई पुल्लुक हेर्नु चटपटेको सिक्रेट रेसिपी भन्नु न भन्दा पनि भन्नु न यता चाहिँ चटपटे मिठो बनाउनुहुन्छ है बनाउन चाहिँ हामी जहिले खाने यहीँ हो अनि समोसा र आलुचप खाइयो कति दिन चाहनुहुन्छ त समोसा र आलुचपलाई समोसा चाहिँ मलाई खासै मन पर्दैन होइन तर पनि 6 दिन्छु म पनि 6 दिन्छु अचार चाहिँ यो है के पुदिनाको गन्ध छ तर यसो हेरेर पुदिना जस्तो छैन अलिअलि होला ल तिमी खाऊ यो के को छ तर एकदम बब्बाल छ बब्बाल अनि यहाँ चाहिँ यो लाइनमा चाहिँ नि यो लाइनमा चाहिँ चटपटे पानीपुरी यस्तो यो समोसा आलुचपहरू पाउँछ है यो लाइनमा चाहिँ फेरि हाम्रो गाउँघरतिर आलुसँग खाने अचार छ है अनि पानीपुरी बेसी त खानै सकिँदैन होला अब चाहिँ अगाडि भरे बेलुका गएर खाने नखामै भोलिको टाइम सब्जी चाहिँ गरिराख्नुपर्छ हजुर अस्ति दार्जिलिङ पढ्न अब डेजर्ट चाहिँ खान जानुपर्छ हाम्रो पानीपुरी पनि आइसकेको छ पानीपुरी त एज अलवेज मिठो नै हुन्छ अमिलो पिरो स्वास्थ्य भइसक्दाखेरि मिठो नहुने कुरा भएन पानी ल्याउनु ओके अब यहाँ चाहिँ ओके अब उहाँ सुरुमा चाहिँ उहाँहरूलाई चस्मा दिउँ अनि उहाँहरूकोबाट सुनौँ रिभ्यू अनि उहाँहरूलाई फोन दिन्छु म अनि मिठो भएन भन्छु न म कस्तो चाहिँ छ त इन्जोय त लिनुभयो अमिलो पिरो स्वास्थ्य होइन अब चाहिँ म ट्राई गर्दैछ ठुलो लिए जस्तो लाग्यो कस्तो छ मिठो छ है चटपटे पानीपुरी त मिठो छ नै भन्नु पर्दैन त्यत्तिकै मिठो हुन्छ हामी चाहिँ अब अन्तिम लास्ट डेजर्ट खान जाँदैछौँ अनि हामी यहाँ खान जाँदैछौँ खाने नै हो आजको कन्टेन्ट खाने कन्टेन्ट भयो खानु परेन के खानु तर ला बन्द गर्नु लाग्नु भएको हो एउटा डेजर्ट जे भए पनि लानु पर्यो थियो छ अन्त नाना के भने नि डोनटमा ऊ छ कि छैन ऊ त्यो डोनट दिनु होइन त्यो होइन क्रिमवाला डोनट अनि अरू के खानु हो त्यो क्रिमवाला डोनट र यो दिनु यो के हो त्यो एउटा डोनट एउटा त्यो होइन ऊ त क्रिम रोल हो यो अनि त्यति नै होला हौ अरू केही नखाउँ अरू नखाउँ त्यति नै कति भयो 70 यो चाहिँ हाम्रो बनाना केक यो पनि लाने छ ट्राई गर्ने यो ठुलोमा हो हैन ट्राई गर्नु नि त केही हुँदैन आज एक दिन चिट डे ल यो पनि एउटा अनि कति भयो 110 हस् आज हाम्रो लास्टमा चाहिँ डेजर्ट चाहिँ यति छ यो चाहिँ स्पेसली उहाँहरूलाई चाख्नु मन छ के पो भन्नुभयो बनाना केक भन्नुहोस् बनाना केक भन्नुभयो मलाई हुन त म यस्तो खानु छोडिदिएको थिएँ होइन अब के गर्नु अस्मिताले खुवाइहाल्यो
खानु आज त केही हुँदैन आज चिट डे उहाँको आजदेखि चाहिँ उता उहाँ एकदम डाइटिङ अर्को ताल देख्दाखेरि उहाँलाई म भन्दा कतै उहाँलाई देख्नुहुन्छ तपाईँ देख्नुहुँदैछ कि उता देख्दैछु होला बनाना केक मैले चाहिँ यो के भन्नु क्रिम रोल तपाईँले चेरी मनपर्छ कोदोहरू समथिङ के के मिसाएर बनाउँछ खाऊ त बनाना केक भन्ने जस्तो लाग्यो त मलाई बनाना केकै भन्नु बनाना नै होला बनानाको पनि फ्लेभर आइरहेको छ बनाना कोदो सबको फ्लेभर आइरहेको छ नि कति दिन्छौ मलाई त्यस्तो पो लागेन म 5 दिन्छु 3 5 म त 4 दिन्छु अरे त्यस्तो बिर्सेन है गन्ध खासै के है एउटा म 7 दिन्छु ड्रिम रोल त हो तर अलि अर्कै खालको यो चाहिँ बेकरीवाला अब यहाँ नि टोक्नै पर्यो यो भोलि बिहान राखेर खामो नि नखाने तिमी छक्क पर्छस् होइन म खानु नमानेको देखेर हो हाम्रो एकजना नाना खानु मान्नु हुँदै छैन ओ माई गड के उहाँहरूलाई एकदम अब चाहिँ साँच्चै नै मोटिभेट हुनुभएछ है उहाँ चाहिँ उहाँको अनि इन्सपिरेसन म वेट लस जर्नी लाइक भनिदेऊ तिमी के चाहिँ मेरो इन्सपिरेसन उहाँको इन्सपिरेसन चाहिँ मेरो आफ्नै कान्छी फुपू हुनुहुन्छ उहाँ पनि पहिला एकदम मोटी हो क्या अनि उहाँ चाहिँ अहिले घट्नु भएर हामी जत्रो हुनुभएको छ है अनि उहाँको इन्सपिरेसन चाहिँ यता भनेको उहाँको इन्सपिरेसन चाहिँ मेरो कान्छी फुपू उहाँलाई हेरेर म घट्ने मोटिभेट भएको क्रिम डोनट खाऊ अभी म त खै खानु अन्त मलाई बेबीको क्रिम डोनट चाहिँ मनपर्छ क्रिम डोनटै मिठो लाग्छ क्या त कति दिनुहुन्छ तपाईँ रेट 10 मा 8 आज चाहिँ मैले सबसे बेस्ट एकदम बेस्ट भनेको चाहिँ पानीपुरी र चटपटेको त कुरा छोडिहाल्दिउँ पानीपुरी र चटपटे बाहेक चाहिँ तिमीलाई चाहिँ कुन मन पर्यो मलाई नि मोमो अरू त त्यस्तै हो मोमो त जान्छ मिठो हुन्छ मोमो इज लभ तर अब कति दिनको लागि थाहै छैन म खाँदिनँ नि त अब बेसी माम त कति छ खान्छु भने नि बिहानको एकचोटि तैँले यति नै अनि त्यही भएर मेरो आन्द्रै घटी गएको छ यत्रो भएर अरू बेला कति खान्थेँ नि त्यो त म 4 दिन जतिमा खान्छु होला त्यस्तो खाना घटाउनु भएको तँ नि एक टाइम मात्र खाँदैछु बिहान मात्र एनर्जी पनि चाहिन्छ अलिक त एनर्जीको लागि खाइरहेको छु काजु किसमिस काजु अनि बादाम अनि एप्पल भिनेगर खाइरहेको छु अनि हर्लिक्स खाँदैछु तर भन्दिनँ त्यति नै खाइरहेको छु त्यो विक फिलै हुँदैन कि बिहान कुद्नु जान्छु होइन जान्छु त नयाँ कुरा सुन्यो मैले मेरो भिडियो हेरेको छैनौ हेरेको छु कुद्नु जान्छु अनि स्किपिङ खेल्छु होइन गर्छु खेल्छु अरे अनि टिकटकहरूदेखि 5-6 वटा हेर्छु अनि गर्छु अनि पसिना आउँछ अनि घर जान्छु नुहाउँछु अनि मामा पकाउनु थाल्छु अब चाहिँ साँच्चै नै अब चाहिँ नाना तपाईँलाई अर्कोचोटि मेरो भिडियोमा देख्नुहुँदाखेरि चाहिँ के हुनुहुन्छ तर यो मेरो जिउ घट्यो नि यो फेस चाहिँ घट्दैन नघट्नेवाला छ नि मेरो जस्तो जिउ लाग्दैन यो अनुहार चाहिँ अनि यस्तो हुन्छ त्यो भएर मलाई मन पर्दैन यो फेस चाहिँ घट्दैन अब के गर्नु त खान्दा नि जान हो नि त त्यही भएर घट्नु एकदम गाह्रो पर्छ खान्दा नि हाल्नुहोस् म हात सानैदेखि यस्तै हो त है
मैले तपाईँलाई कहिले त म घरको देखेको छुइनँ मैले देख्दै चलेको छु यस्तै हो म पहिलेदेखि खानदानी ज्यान हो बरु म मोटाउँदै गर्छु त्यही हो अब एकदम गर्मी नै भए चाहिँ फ्रेस भएर त्यहाँको म चाहिँ अब जान्छु यो खाइसकिनँ जाऊ तिमी राख त्यहाँ ल आजको लागि चाहिँ यति नै अनि हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो केही नयाँ ट्राई गरेको फुडन इलामको अहिलेसम्म कसैले नि गरेको छैन होला इलामको फुडन मैले चाहिँ देखेको छुइनँ अब गरेको छैन मैले नि देखेको छुइनँ अहिलेसम्म तपाईँलाई चाहिँ कस्तो लाग्यो रेस्पोन्स गर्नु होला कमेन्ट गर्नु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्दै सब्सक्राइब चाहिँ गर्नुपर्ने हुन्छ बाई बाई